र साथै त्यहाँबाट घुम्दा घुम्दा चाहिँ अहिले चाहिँ यहाँ आइपुग्यो है। ल अब चाहिँ यता घुम्नुपर्छ। कति राम्रो हावा लागिरहेको छ यार। हाय हाय कस्तो मिठो हावा लाग्यो यार। हाय 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 हाय। र अनि साथीहरू यो बिल्डिङ चाहिँ मेरो हो है। त्यो लास्टको फ्लोर चाहिँ मेरो होइन। अरू चाहिँ मैले भाडामा दिएको छु क्या साथीहरू। अनि मजाले उयो पछाडिको नापिनु न साथीहरू। अब घुमघाम दुईजना फेरि यता यता ठिक छ भने आइरह चलिरह। ल साथीहरू के हेर्नु यार, घर हेर्नु होइन। त्यो कस्तो खालको पानी हो सर? यहीँ उम्रेको पानी हो होला। हाम्रो यार नौमुल हो क्या? नौमुलेको नौमुल। ल साथीहरू अब यता पार्कतिर घुम्नुपर्छ है। एकदम सर हावा चलिरहेछ। हेलो हेलो दाजु। कहाँ ढोक दिया हो सर? ऊ त जाऊँ अहिले फर्किँदा बनाउँला यता। ए मोबाइल त यतै यतै घुम्छ होइन, यता घुमा मोबाइल होइन। गाह्रो छ नि त। अरू सर कस्तो भइरहेछ? अरू आज यता फेरि घुम्न पाउँदा एकदम मजा आइरहेछ होइन। मलाई साह्रै हाँस उठिरहेको छ। के भन्छ सिसा घरको सक्सेसफुल घुमाएपछि यता पार्कतिर घुम्ने कार्यक्रम जारी चलिरहेछ होइन साथीहरू। पार्कमा घुम्नुपर्छ। हात पनि पाटिँदो रहेछ कि मोबाइल समातेर होइन साथीहरू। गाह्रो छ। एकछिनै वेट गर्नु त। अब अरू यतै छ हामी देखिरहेको कि दुईजना। हामी दुईजना देखिरहेछौँ ब्लगमा होइन। यतातिर हाँसिरहन् कि मान्छेहरू हामीलाई देखेर होला, बोलाउँदैछन् के हामीलाई। कोही त्यहाँ तिनजना उभिरहेछन्। हे मेरो सिटहरू सबै खाली रहेछ हौ सर। अस्तिको सिट होइन मेरो, खाली छ त सबै। त्यो हो अनि जम्मै खाली छ त सर सिट त? बिल्कुल पुरै खाली छ। अनि के दामी हेर के यहाँनिर हात्तीबार के हो चाहिँ हो रहेछ है। हात्तीबार के हो अरे? के हात्तीबार कि के भन्छ ल? होइन होला। हो हेर्नु न। साथीहरू यस्तै छ होइन घुम्ने ठाउँ। यस्तो यस्तो ठाउँहरू घुम्नुपर्छ। यता यता अग्लो अग्लो घरहरू छ होइन साथीहरू। दुई चारजना मान्छे छन् त्यहाँ तल। एक दुईजना हात्तीहरू हिँडिरहेछन्। अनि टक्क लगाएर यो भनेको होइन मलेसियाको स्पेसल बिच चाहिँ होइन, कबाडीवाला बिच हो क्या। कबाडीवाला यो एक नम्बरको सस्तावाला कबाडीवाला बिच हो जहाँ मान्छे नै हुँदैनन्। बिल्कुल जहाँ हामी जस्ता बेरोजगारहरू चाहिँ आउँछन् यहाँ के। तपाईँको सिट खाली रहेछ अस्तिकै? मेरो सिट त सबै खाली छ नि। अहिलेसम्म कोही गर्लफ्रेन्डै बनेन त के गर्ने यार। त्यही भएर होला हौ। गर्लफ्रेन्ड भएको भए नि त गाह्रो छ। फ्रीवाला बिच। सर केही भन्नु छ त्यहाँ अगाडि बसिराखेकोलाई? त्यो मेरो गर्लफ्रेन्ड हो होइन।
गोलाको झगडा परेर एक्लै बसेको अरे होइन अर्कोसँग हिँड्न थालेको रहेछ त्यही भएर ए आज त्योसँग बोल्नेवाला चाहिँ छैन हेर्दा पनि नहेर्ने हेर्दैन मलाई देखिसक्यो त्यही भएर उसले मुन्टो उतापट्टि बटालिरहेछ हेर्नुहोस् गाह्रो छ त्यही भएर कोही पनि यस्तो चक्करमा चाहिँ नफस्नु होला है ल ठिक छ त्यसो भए साथीहरू साथी साथी मिल्ने हो हिँड्ने हो यसरी दुईजना तर गर्लफ्रेन्डको चक्करमा चाहिँ कोही पनि नफस्नु होला है के आवाज हो तिमी देखाइदिनु मेरो गर्लफ्रेन्डलाई देखियो होला नि त ए समुद्र भन्ने ओइ आज त समुद्र धेरै छ त यार हँ ए अलि छ अस्तिभन्दा अलि छैन र छ रातमा यता आएको रहेछ नि त यहाँ माथि आएको रहेछ है राति त फेरि घाम लाग्नु लाग्यो घाम नलाग्ने भनेको यार मैले चाहिँ यो खोलोमा माछा हुन्छ होला कि नै माछो माछा त एकदमै बिल्कुल जाने माछा मार्न पौडी खेल्न दिने भए त कसम म अहिले झ्याम्मै हाम फालिहाल्थेँ यार लुगा खोलेर ल्याउ त म माछो गर्मी भयो यार यता बसाउँ चर्को लाग्यो घाम एकदम ए कौवाहरूले अस्ति हाम्रो कुरकुरे खाइदिएको होइन कुरमुरे आज फेरि अब फेरि मैले भिडियो हालेको कि त्यो कट गरेर कट पारेर हाल्छ त्यो दामी आएको भने त्यो वानहरू त थाहा पाइसक्यो यिनीहरू अस्ति यिनीहरूले दिएको थाहा पाइसक्यो कौवाहरूले यस्तो हुन्छ क्या पर एकजना बसेको को हो केटा केटी हो जाने लु जाऊँ ल जाऊँ ल ओके यस्तै हो क्या साथीहरू होइन दुईवटा खुट्टामा उभिएको देख्नुहुन्न क्या फेरि केटा मान्छेहरूलाई अब त भनेर गर्लफ्रेन्ड भन्छन् पहिलाकोले धोका दिइहाल्यो अब जता भेटिन्छ त्यति बनाउने दुई खुट्टा टेक्ने भयो कि भयो बरु त्यस्तै राम्रो हुने हो राम्री बनाउनु हुँदैन पसिना आइसक्यो यार त्यो घाम चाहिँ किन लाग्छ होला कि मलेसियामा पानी पर्नु नि बरु सर र पानी पर्नु होइन झ्याम 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 पानी पर्नु त्यसपछि अनि हात पाटिसक्यो मोबाइल समात्दा हात गलिसक्यो अनि लड्नु साथीहरू यो छेउको घर चाहिँ मेरो होइन अनि यतातिरको यो बिचको घर चाहिँ हाम्रो सरको हो उहाँ सरको घर हो क्या कस्तो लाग्यो ठिक छ नि अब कस्तो लाग्यो तपाईँहरूलाई आफू बसौँ भने होइन भाडा आउँदैन सबै मेरा बुढीहरूलाई दिएको छु जेठी कान्छी भन गनेर सकिँदैन भने एक रात 1 घन्टे त कति छन् झन् त्योभन्दा धेर भनेको चाहिँ म पनि 15 मिनटै धेरै छन् बुढीहरू मैले पनि सबै भाडामा दिएको छु होइन तिनीहरूलाई भाडामा दिएको छु मैले त्यही भएर यहाँ घुम्दैछु कि म हेर्नु है ए हो है मेरो घर चाहिँ ओ यो यता बिचको क्या यो लामो ठाडो देख्नु भयो हो यो त्यत्तिकै आइएछ यार त्यो केटा मान्छे रहेछ यार अरू बुढीहरूलाई चाहिँ उता पारिपट्टि दिएको छु तिमीहरूको अंश खा भनेर उता सिङ्गापुरतिर हो सिङ्गापुरतिर दिइरहेको छु कसैलाई यता मलेसियामा यहाँबाट फेरि मलाई उता जान दिँदैन है फेरि तिनीहरूले गाह्रो छ छैन सम्बन्ध राम्रो छैन कि तिनीहरूसँगको आजभोलि यो हेर्नु पारि जान्छन् तिनीहरू चाहिँ बोर्ड तरेर हामीलाई कसैलाई उता दिएको छु कसैलाई उता आफ्नै घर बनाएर लु बस भनेर केटी मान्छे भने केटा मान्छे बस्न एकैछिन खानेकुरा त लिएर आइएन नि एकैचोटि त्यही भनेर मैले त बिहासिया लिएर आउनु भने अहिले जाउँला फेरि घुमेर जानुपर्छ अनि कताबाट यताबाट घुमेर गएर बिहासिया लिएर आउनुपर्छ धेरै नै अर्थ त होइन तर अलिक चिसो र अनि बिहा मजा हुन्छ कसरी खान्छ
मलाई भयो त्यो हेरिँदा अनि त्यसलाई देखाउन ल हेर्नु साथीहरू त्यहाँ चाहिँ त्यो मान्छेले के मन्त्र पढ्दो रहेछ होइन गाह्रो छ यार जिन्दगी ल साथीहरू अब चाहिँ हामी जान लाग्यो होइन सकियो अरे अब चाहिँ हामी अर्को भ्लगमा भेटौँ आजको चाहिँ अब घुमाइ बसाइ सकियो यति नै हो साथीहरू ल अर्को भिडियोमा भेटौँला है